Alice baby. हामी चाहिँ अब यसो जम्पिङतिर जान लागेको यहाँ भित्र बिग फोर कोकोनट पार्क केन्समा अलिअलि डर पनि छ साइक्लोनको वार्निङ आइरहेछ लो प्रेसर ओसनमा लो प्रेसर भइरहेको हुनाले अलिअलि डर पनि छ डर भने के गर्ने अब बच्चाहरूको लागि जे पनि गर्नुपर्छ गाह्रो छ गाह्रो छ कोकोनट पार्क केन्समा होलिडेमा हामी होलिडेमा छौँ ल बच्चाहरू एकदम एक्साइटेड छ ट्रली उसमा आइरहेछ हाम्रो बडी बिल्डर यहाँ उ गरिरहेछ आरस केयरफुल हो क्या आरस इट्स टुडे माइट म चाहिँ लाइफ गार्ड है भ्यू हुन्छ यो ब्यारन बे ब्यारन फल लुकआउट ट्रेन स्टेसन पनि यहाँबाट नि हेर्न मिल्छ यहाँबाट चाहिँ अब हिँड्ने अब यहाँबाट रेन फरेस्ट जङ्गल एकदम पानी परेको छ यो केन्समा यो ट्रोपिकल साइक्लोन लो क्याटेगोरी आउँदैछ यता भोलिसम्म यहाँ यता हान्छ भनिरहेछ एकदम पानी पर्ने विन्डी हुन्छ भनिरहेछ त्यो भएर हामी चाहिँ सकेसम्म आजै गइन्छ नभए भोलि बिहानै 5 बजे हिँडिन्छ केन्सबाट Barren Bay waterfall यहाँ छ ल हेर्नुहोस् ट्रेन स्टेसन हो हामी पहिला यहाँ तल रोकेको थियो नि है ट्रेन स्टेसन यहाँ रोकेर अनि हामीले भ्यू हेऱ्यो नि त है अनि त त्यो ट्रेनको लिक देखेन ऊ त्यहाँ रोकेर नि यो भ्यू Barren Fall. Thank you. Aros, say hello. Where are we, mate? Huh? Rainforest. Rainforest? Okay. That's good boy. यहाँ ट्रेन आएको हेर्ने एकछिन ऊ त्यता देखेको थियो अघि है यो 2-3 दिन पानी परेर यहाँ यसलाई हेर्नुहोस् कत्रो पानी गयो नि Aaron, say hello. Okay. यहाँ केन्समा एस्प्लानेड यहाँ त चट्ट मासु ल्याएर पोलेर खाने हुँदो रहेछ है चट्ट लाएर रमाइलो हुन्छ नि
कसैले नि युजै गरे अरे चाहिँ यहाँ ल हेलो भन्नु सबैले यता फर्कियो त समुद्र त क्वाइट छ त यार खै रफै छैन त यार है यहाँ खेल्दैन यिनीहरूलाई जानु मन लागिसक्यो होला Bigger than you. You want to give you? No, no. यो एउटा 10 किलो छ होला है बढी होला है यतै क्यामेराम्यान सब क्यामेराम्यान ब्लगर कस्तो लागिरहेछ त लुबिन एकदम ठिक लागिरह साइक्लोनले गर्दा मेरो मुड अफ भयो त्यही भन्न चाहन्छु है अब नेक्स्ट पालि आउँदाखेरि साइक्लोन आओस् त्यही भन्नु तिम्रो आयो कि यहाँ साइक्लोन लिएर आउँदा जहिले पनि Aaron, you okay? You alright, mate? Okay. Hello, beauty king. Hello, queen. कहाँ किन हो queen? Oh, yeah, oh my god. यहाँ सबै यहाँ मिस ओल्ड मिस युनिभर्स सब छ नि मिस्टर न्युक्यासल सबै एक दिन अगाडि भाइ हामी चाहिँ वेदरको कन्डिसनले गर्दाखेरि आज चाहिँ हामी अब घरतिर लागियो अब साइक्लोन आउँछ भने भोलि अब भाग्न पऱ्यो हेर्न कति कालो बादल आइसक्यो यार अब हिँड्न लाग्यो 352 किलोमिटर ड्राइभ गरेर हामी जान लाग्छौँ भगवान्ले साथ देला राम्रै होला ल हामी सामान प्याक गरियो अब हामी चाहिँ यहाँ केन छोडेर गइयो एक दिन अगाडि गइयो घाडा लाग्यो अब यहाँ आएपछि अब अलिअलि किचन सिचन सब सफा गरिदिनु पर्छ यहाँ जे भयो नि किचन चाहिँ सफा गरेर छोडिदिनु पर्छ यहाँ सबै चिजहरू हुन्छ यहाँ राम्रो छ यहाँ अहिलेको चाहिँ फ्रिज पनि ठुलै थियो फ्रिज ठुलै छ It's a good quality. कस्तो लागिरहेछ तपाईको होलिडे मलाई कस्तो रमाइलो लागिरहेछ घमाइलो रमाइलो कि घमाइलो रमाइलो लागिरहेछ अझै एक्सप्लोर गर्न बाँकी छ अनि न्युक्यास्टल र यहाँ चाहिँ केन्समा टाउन्सभिलमा तपाईँले के डिफ्रेन्ट पाउनुभयो त अलि अस्ट्रेलिया भए पनि अलिक पपुलेसन डेन्सिटी चाहिँ न्युक्यासलमा अलिकति बढी छ हजुर अनि टाउन्समा चाहिँ अलिक कम रहेछ त्यही हो अरू त सब मलाई सिमिलर नै लाग्यो ट्राफिकहरू सब हेर्दाखेरि चाहिँ सिमिलर थियो त्यही पपुलेसन डेन्सिटी चाहिँ अलि टाउन्समा कम म चाहिँ त्यही भन्छु हाम्रो यहाँ चाहिँ न्यू साउथ वेल्सको मिस्टर मनिष भनेपछि थर्कमान हो न्यू साउथ वेल्स हजुरलाई कस्तो भएर लागिरहेछ त ट्रपिकल अलिकति पानीले चाहिँ
ल अझै तपाईँलाई यतातिर के चाहिँ तपाईँलाई एकदम रमाइलो लाग्यो यता अलिक क्वाइट छ त्यही होइन मलाई के चाहिँ रमाइलो लाग्यो भने प्रश्न सोधेको क्वाइट छ ट्राफिक ए क्वाइट तपाईँलाई रमाइलो लाग्छ ल एकदम क्लिन इन्भाइरोमेन्ट छ पल्युसन ल अब म चाहिँ यता मुना भाउजूसँग इन्टरभ्यू गर्न गइरहेको छु तपाईँलाई अहिले कस्तो लागिरहेछ अलिक जाडो छ है अब पानीमा भिजौँ कि नभिजौँ भइरहेछ त्यही हो रमाइलो लागिरहेछ ल अब के सोधौँ भनेपछि अब म आफ्नो क्यामेराम्यानसँग सोध्छु ल ल तपाईँलाई चाहिँ कस्तो लागिरह मलाई त झमझम रमाइलो होलिडे लास्ट सबजना आइरहेछ यति रमाइलो भइरहेछ होइन म त काठमाडौँमै बसेर जस्तो भइरहेछ अहिले त म त कस्तो रमाइलो भइरहेछ सबैजना आएको धेरै रमाइलो लाग्छ मलाई त ल ठिक छ हाम्रो यता मनु दिदी अनि बच्चाहरू चाहिँ पुरै वाटर पुलमा खेल्दैछन् अब यतातिर मनिष दाइ जाँदै हुनुहुन्छ पानी चाहिँ एकदम चिसो छ भन्ने मलाई जानकारी आइरह मनु दिदी चाहिँ चिसो हुँदाखेरि पनि गइरहेको छ म चाहिँ अब यो माइक चाहिँ भिनाजुलाई प्रस्थान गर्न चाहन्छु थ्याङ्क यू भेरी मच धन्यवाद थ्याङ्क यू टाइमको लागि समय नभए नि तपाईँले मलाई यहाँ समय दिनुभएकोमा चाहिँ मुरी धन्यवाद तपाईँलाई पनि धेरै धन्यवाद चान्स दिनुकोमा धेरै धन्यवाद धन्यवाद अलिअलि पैसा आयो चाहिँ तपाईँलाई आउँछ हाफ पैसा बच्चाहरू लाइन लाएर यहाँ आउँदैछन् म तपाईँलाई देखाउँछु त एकजना आइसक्यो यहाँ सानो बच्चा दुईजना बच्चाहरू आइसक्यो हेलो कस्तो लागिरहेछ तपाईँहरू बच्चाहरू सानो फुच्चीहरू यता आउँदैछ अर्को फुच्ची यता आउँदैछ कस्तो लागिरहेछ मजा है लाइन त एकदम आएर ल्याउँछ है आरस आरस से हेलो आरन हेलो ओके यहाँ पुच्चीहरू नि हो पुच्चीहरू पनि यहाँ रमाइरहेछ नि हाम्रो अहिले यहाँ केन्समा स्कुल होलिडेमा यसो रमाइलो गर्न आइरहेको यहाँ यहाँ एउटा बच्चा आइरहेछ एउटा पुच्ची होलिडेमा रमाइलो गरिरहेको छु हाम्रो हाम्रो परिवारहरू यता छन् सब टुरिस्टहरू केन्समा रमाइरहेछ बच्चाहरू रमायो ल सानो बच्चाहरू रमायो ठुलो बच्चाहरू रमायो ल यिनीहरूको ल बकेट हेर्नु त त्यो बकेट भरिन्छ पानी त्यहाँबाट सर्ट हानेपछि चाहिँ यहाँ चाहिँ बहुत एक्साइटेड हुन्छ यसलाई यहाँभित्र आएपछि चाहिँ हामी बाहिर जानै पर्दैन सब चिज भित्र छ स्विमिङ पुल यहाँ इसपा बच्चाहरूको यताउता सब यहीँ हुन्छ आरस You guys enjoy it? Say hello. Okay.